निर्वाचन आयोग कान्तिपथमा आइपुगेका छौँ। मङ्गोल नेसनल अर्गनाइजेसनका नेतागणहरूलाई हामीले यहाँ देखिराखेका छौँ र आउँदै गरेको फागुन 21 गते हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनको निमित्त भनेर उहाँ आउनुभएको छ। यस विषयमा उहाँसँग हामी कुराकानी गर्नेछौँ र हाम्रो बिचमा धेरै मिडियाकर्मी साथीहरू हुनुहुन्छ। सबैको तर्फबाट उहाँलाई हामी प्रश्न गर्न गइराखेका छौँ। तपाईँहरू अहिले निर्वाचन आयोगमा आइपुग्नु भएको छ, निर्वाचनमा कसरी भाग लिँदै हुनुहुन्छ र आजको जुन प्रयोजनको लागि आउनुभएको छ तपाईँहरूको कस्तो रह्यो आजको कार्यहरू? विशेष गरी गत 2082 साल कार्तिक 28 गते निर्वाचन आयोगबाट मुलुकमा विकसित भएको पछिल्लो समयको राजनीतिक परिघटनाको कारणले गर्दाखेरि नेपालको अन्तरिम सरकारले आगामी 2082 साल फागुन 21 गतेको निमित्त प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरे सँगसँगै निर्वाचन आयोगले यो लोकतान्त्रिक प्रक्रिया र पद्धति अनुरूप मुलुकमा रहेका सबै राजनीतिक दलहरूबाट नेपालको वृहत नेपाली नागरिकको माझमा पुगेर निर्वाचन प्रतिस्पर्धा मार्फत चाहिँ यो मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्नको निमित्त जुन एउटा प्रतिस्पर्धाको एउटा मैदान निर्वाचन आयोगले खुला गरेको थियो र गत 2082 साल कार्तिक 28 गते निर्वाचन आयोगले गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेको सूचना अनुसार यो 2082 साल मङ्सिर 1 गतेदेखि मङ्सिर 10 गतेसम्म निर्वाचन आयोगमा दल दर्ता कायम रहेको र आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूको निमित्त निर्वाचन प्रयोजनार्थ दल दर्ताको निमित्त सूचना प्रकाशित भएको थियो। सोही सूचनालाई आधार मान्दै हामी आज 2082 साल मङ्सिर 1 गते निर्वाचन आयोगमा मङ्गोल नेसनल अर्गनाइजेसन पनि यो मुलुकमा स्थापना भएको मितिदेखिबाट आजको मितिसम्म निर्वाचन प्रक्रिया मार्फत लोकतान्त्रिक मूल्य मान्यता अन्तर्गत रहेर नेपालको वृहत नेपाली नागरिकहरूको हितको निमित्त निरन्तर सङ्घर्षरत रहेको राजनीतिक दल भएको हैसियतले आगामी 2082 साल फागुन 21 गते हुँदै गएको प्रतिनिधि सभाको निर्वाचनमा देशैभरिबाट मङ्गोल नेसनल अर्गनाइजेसनले पनि उत्साहजनक रूपमा आफ्नो उपस्थिति जनाउने भएको कारणले गर्दाखेरि त्यसैको निमित्त निर्वाचन प्रयोजनको निमित्त चाहिँ दल दर्ताको निमित्त हामी यति बेला निर्वाचन आयोगको परिसरमा आएर चाहिँ सो काममा चाहिँ सहभागी भइराखेका छौँ। प्रवक्ताज्यू, तपाईँहरूले निर्वाचन आयोग जुन निर्वाचन प्रयोजनको निमित्त तपाईँहरूले आफ्नो मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ कतिौं नम्बरमा तपाईँहरू दर्ता गर्न सफल हुनुभयो? आज विशेष गरी यो पछिल्लो समयको मुलुकको विकसित राजनीतिक घटना परिघटना जसको निमित्त यो संगठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यू पञ्चायत कालदेखि यो मुलुकमा एउटा आफ्नो राजनीतिक लडाईँको सुरुवात गर्नुभएको थियो कि त्यो कुनै पनि मुलुकको नागरिकहरूमा राजनीतिक चेतना नहुनु भनेको चाहिँ त्यो देश सबै कुराहरूबाट सम्पन्न भए तापनि राजनीतिक चेतनामा कमजोर हुनु भनेको त्यो मुलुक कमजोर हुनु हो भन्ने उहाँको बुझाइ थियो। यस कारणले यस मानेमा पनि पञ्चायत कालदेखि उहाँले सुरुवात गर्नुभएको थियो। ऐतिहासिक सङ्घर्षको दौरानमा नेपालको वृहत नेपाली नागरिकहरूलाई राजनीतिक रूपमा सचेत बनाउने उहाँको एउटा ऐतिहासिक अभिभार एउटा अभियान थियो। सोही मुताबिक आज मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना भएको यो विभिन्न वर्षहरू पार गर्दै गर्दाखेरि मुलुकमा रहेका नेपालका चाहिँ वृहत नेपाली नागरिकहरूमा त्यो किसिमको राजनीतिक चेतना प्रस्फुटन भएर आएको महसुस भएको छ भने यो नेपालको वृहत नेपाली नागरिकहरूलाई समेट्दै यो मुलुकमा रहेका वृहत नेपाली नागरिकहरूको आउने भावी सन्ततिहरूको उज्जवल र सुनिश्चित भविष्य निर्माणको खातिर राजनैतिक दल दर्ता गर्दै निर्वाचन प्रयोजन मार्फत निर्वाचन प्रतिस्पर्धा मार्फत आफ्नो चाहिँ एउटा मैदानमा चाहिँ उत्रिनको निमित्त तयार भएका राजनीतिक दलका राजनीतिक कर्मीहरू पनि आएको त्यो सचेतताको कारणले गर्दाखेरि पनि हुनसक्छ। योभन्दा अघिल्लो वर्षहरूमा निर्वाचन प्रयोजनको निमित्त दल दर्ताको आह्वान भएको करिब अन्तिम दिनतिर मात्रै धेरै राजनीतिक दलहरू आइराखेको हुन्थ्यो भने आज चाहिँ यसपालाको यो 2082 फागुन 21 गतेको निर्वाचनको निमित्त निर्वाचन प्रयोजनको निमित्त यो सूचना प्रकाशित भए लगतै आज पहिलो दिनमा नै निकै धेरै राजनीतिक दलहरूले चाहिँ निर्वाचन आयोगको परिसरमा आएर आफ्नो दलको तर्फबाट निर्वाचन प्रयोजनको निमित्त दल दर्ता गर्ने प्रयोजनको निमित्त सहभागी भइराख्नु भएको छ र हामी पनि चाहिँ आज मङ्गोल नेसनल अर्गनाइजेसनले 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनको निमित्त निर्वाचन प्रयोजनको निमित्त दल दर्ता गर्ने क्रममा चाहिँ हामी 8औं नम्बरमा चाहिँ हामीले भर्खरै मात्रै दल दर्ता सम्पन्न गरेर चाहिँ निस्केका छौँ। प्रवक्ताज्यू, पुरानै दलहरू पनि यथावतै छन् तपाईँहरूसँग निर्वाचन लड्न र अहिले नयाँ राजनीतिक दलहरू पनि एउटा च्याउसरी उम्रिएको छ, त्यो प्रतिस्पर्धाको सामना कसरी गर्दै हुनुहुन्छ? यो नयाँ पुरानो राजनीतिक दल भन्दा पनि मूलभूत रूपमा के कुरा चाहिँ अहिले यो पछिल्लो समयको विकसित राजनीतिक घटनाक्रमले केलाई प्रमाणित गरेर गएको छ भन्दाखेरि हामीले राजनीतिक परिस्थिति र परिवेशहरूलाई मध्यनजर गरेर हेर्दै गर्दाखेरि चाहिँ कुन कुरा प्रमाणित भएर गएको छ, कुन कुरा दीर्घजीवी भएर गएको छ, खास परिवर्तन कसरी आएको छ भन्ने कुरा हामीले महसुस गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, नेपालमा रहेका पुरानो राजनीतिक दलहरू अथवा अहिले नयाँ खोलिराखेको राजनीतिक दलहरू जे भए तापनि यो मुलुकमा कसले बोलेको अथवा आजभन्दा 35 वर्ष अगाडि यो मुलुकमा कस्तो परिस्थिति थियो, आज कुन ठाउँमा मुलुक पुगेको छ, आजभन्दा 35 वर्ष अगाडि जे बोलेका थिए
तिनै राजनीतिक दलका राजनीतिक कर्मीहरू फेरि अहिले नयाँ कुरा बोलेर आइराखेका छन्, फेरि अहिले नयाँ खोलेर राजनीतिक दल खोलेर चाहिँ विभिन्न मान्छेहरू आइराखेका छन्। त यो स्थितिमा उभिँदै गर्दाखेरि हामीले के कुरा बुझ्नु पर्यो भने मङ्गोल नेसनल अर्गनाइजेसनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले चाहिँ यो अहिले पछिल्लो समयको मुलुकको जुन किसिमको राजनैतिक घटना विकसित भएर आयो होइन, यो मान्छेले आम मानिसको नजरबाट यो कल्पना नै नगरेको जुन किसिमको घटना विकसित भएर यो फागुन 21 गतेको निमित्त प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएर गएको छ। यो हुँदै गर्दाखेरि महामानव डाक्टर गोपाल गुरुङज्यूले पञ्चायत कालमा यो मुलुकमा जुन कुराको उहाँले महसुस गर्नुभएको थियो, यहाँ जे आवश्यक छ भनेर उहाँले उद्घोष गर्नुभएको थियो कि देशलाई विकसित बनाएर लानको निमित्त जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुनुपर्ने कुरा र मुलुकमा रहेको जति पनि भ्रष्टाचारीहरू छ यो भ्रष्टाचारीहरूलाई यथाशीघ्र कानुनी कठघरामा नउभ्याएसम्म नेपाल र वृहत नेपाली नागरिकहरूले कहिले पनि सुख शान्ति पाउने अवस्था बन्दैन भन्ने कुरा जुन कुरा उठाएर चाहिँ उहाँ चाहिँ निरन्तर सङ्घर्षको मैदानमा हुनुहुन्थ्यो, सोही कुरा चाहिँ आज झन्डै उहाँले उठाउनु भएको 3.5 दशकपछि चाहिँ मुलुकमा आएर गत भदौ 23-24को एउटा एक किसिमको आन्दोलन उठेर आउनु परेको छ। त्यसकारणले गर्दाखेरि बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दा पुरानो राजनीतिक दलहरूले उठाएको एजेन्डा र अहिलेको नयाँ भन्ने जुन राजनीतिक दलहरू अहिले चाहिँ समाजमा यसरी देखा परिराखेको छ, यसमा चाहिँ हामीले अलिकति गहिएर राजनैतिक रूपमा चेतनशील हुँदै आइराखेको नेपालको वृहत नेपाली नागरिक र विशेष गरी युवा पुस्ताहरूले अहिलेको जुन नयाँ जेनेरेसनको एउटा तबका छ उनीहरूले झन् ध्यान दिन आवश्यक छ कि मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ अनुकूल वातावरणमा आफ्नो उद्देश्य पूरा गर्नको निमित्त होइन, प्रतिकूल वातावरणमा पनि नेपाल र वृहत नेपाली नागरिकहरूलाई अनुकूल वातावरणमा पुर्याएर चाहिँ आफ्नो अधिकारको निमित्त आफ्नो स्वतन्त्रताको निमित्त सङ्घर्ष गर्न सक्ने एउटा परिस्थिति निर्माण गर्नको निमित्त सङ्घर्षरत रहेको राजनीतिक दल हो भन्ने हिसाबले चाहिँ हामीले यो अहिलेको नयाँ र पुरानोको चाहिँ जुन किसिमको मतभेद सिर्जना गरेर फेरि पनि समाजमा रहेका मानिसहरूलाई चाहिँ एक किसिमले भ्रम छर्ने कोसिस भएको छ, त्यसलाई चिरेर जाने हिसाबले चाहिँ हामी तयारी भएर लागिरहेको अवस्था छ। प्रवक्ताज्यू निर्वाचन आएको प्रयोजनको निमित्त त तपाईँहरूले 8औं नम्बरमा दल दर्ता गरिसक्नु भएछ। तपाईँहरूलाई शुभकामना छ कि आउँदो 21 गते फागुन 21 गतेको निर्वाचनमा तपाईँहरू 1 नम्बरमा आएर अगाडि बढ्नु होला। यो सम्भावना चाहिँ कतिको छ तपाईँहरू? यो प्रबल सम्भावना छ, यो असम्भावना भन्ने कुरा त केही पनि हुँदैन। हेर्नुहोस्, गत भदौ 23-24 गते देखा परेको जुन किसिमको विकसित राजनीतिक घटना थियो, 22 गतेसम्म कसैले परिकल्पना नगरेको घटना 23 गते 24 गते हुन पुग्यो। अहिलेको नेपालको अवस्था र यो नेपालमा रहेका विभिन्न राजनीतिक दलहरूले अगाडि सारेको आफ्नो राजनीतिक दलको एजेन्डा र नेपालको वृहत नेपाली नागरिकहरूमा आएको राजनैतिक चेतनाको हिसाबले हेर्दाखेरि चाहिँ कुनै पनि राजनीतिक दलहरूको मत सर्वेक्षण गर्न सक्ने अवस्था छैन। हेर्नुहोस् होइन, यस्तो परिस्थितिमा हामीले के कुरा चाहिँ नेपालको वृहत नेपाली नागरिकहरूलाई के कुरा बुझाउन आवश्यक छ यति बेला भन्दा दल पुरानो नयाँ भन्दा पनि उसले बोकेको विचार र ऊ चाहिँ कतिको दीर्घजीवी सोच बोकेर हिँडेको छ, कतिको दूरदर्शी सिद्धान्त बोकेर हिँडेको छ भन्ने कुरा चाहिँ वृहत नेपाली नागरिकहरूले बुझेर जानुपर्ने अवस्था आएको छ। यस कारणले गर्दाखेरि पक्कै पनि यो आगामी 2082 साल फागुन 21 गतेको निर्वाचन मङ्गोल नेसनल अर्गनाइजेसनको निमित्त, किनभने देशमा मताधिकारको चाहिँ प्रयोगबाट चाहिँ आफ्नो आवाज उठाउन पाउने व्यवस्था मुलुकमा थिँदै थिएन। हेर्नुहोस्, हिजो त्यो किसिमको तानाशाही व्यवस्थाको बीचबाट सङ्घर्ष गरेर उठेको राजनैतिक दल र अहिलेको नेपालको वृहत नेपाली नागरिकहरूलाई चाहिँ राजनैतिक चेतना र आफ्नो एउटा भोटले नै आफ्नो अधिकार प्राप्त गर्न सकिँदो रहेछ भन्ने किसिमको एउटा नयाँ चेतना विकसित भएको कारणले गर्दाखेरि पक्कै पनि यो आउँदै गरेको फागुन 21 गतेको प्रतिनिधि सभाको निर्वाचन मङ्गोल नेसनल अर्गनाइजेसनको निमित्त र नेपालको वृहत नेपाली नागरिकहरूको निमित्त फलदायी हुनेछ भन्ने चाहिँ हामीले आत्मविश्वासको साथ चाहिँ यो निर्वाचनको मैदानमा घुमिन लागिराखेका छौँ। दर्शकवृन्द, हामीले कुराकानी गरिराखेका छौँ मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका प्रवक्ता रिन्छेल तामाङज्यूसँग। प्रवक्ताज्यू, अन्य राजनीतिक दलहरूले चाहिँ कतिपय चाहिँ अब फेरि संसद पुनर्स्थापना हुनुपर्छ भनेर निर्वाचन हुनुहुँदैन भन्ने खालको कुरा गरिराखेका छन्, तर तपाईँहरूले चाहिँ निर्वाचन किन रोज्नु भएको? यो प्रतिस्पर्धाको मैदानबाट पहिला हामी जुन ठाउँमा थियौँ त्यो हैसियत हाम्रो बस्दैन भन्ने त्यो एक किसिमको आत्मविश्वास नै गुमिसकेको राजनीतिक दलहरूले भन्ने कुरा त त्यही नै हो। हेर्नुहोस् होइन, यस कारणले गर्दाखेरि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै होइन, नेपालको वृहत नेपाली नागरिकहरूको अहिलेको आवश्यकता ताजा नयाँ चाहिँ एउटा चाहिँ जनताहरूबाट चाहिँ आउने एउटा अनुमोदित भएर आउने नयाँ ताजा जनादेशको आवश्यकता छ। यस कारणले गर्दाखेरि फागुन 21 को निर्वाचन नेपालको वृहत नेपाली नागरिकहरूको निमित्त अपरिहार्य आवश्यकता छ। यो निर्वाचनबाट नै हिजोका औचित्यहीन मान्छेहरूलाई चाहिँ बाइपास गरेर यसमा चाहिँ अब नयाँ मान्छेहरूलाई चाहिँ निर्वाचन मार्फत निर्वाचित गरेर लानुपर्ने परिस्थिति भएको कारणले गर्दा त्यो बाटोदेखि बिल्कुल दायाँ बायाँ हुनु पर्ने स्थिति छैन, बिल्कुल दायाँ बायाँ हुनु पनि हुँदैन। यस कारणले गर्दाखेरि चाहिँ अहिले भएका पुरानो राजनीतिक दलहरूले संसद पुनर्स्थापनाको खेल किन उठाउँदैछन् भन्दा त्यो आउँदै गरेको फागुन 21 को निर्वाचन पछाडिको उनीहरूको हैसियत हाम्रो यति हुन्छ भन्नेमा पनि उनीहरूमा त्यो आत्मविश्वास नभएको कारणले होइन,
चुनाव जितेर संसदमा प्रतिनिधित्व गरेर देश बनाउँछु भनेर हिँडेका मान्छेहरूले कमसेकम पनि 79 मा निर्वाचन जितेर आएको 82 सालसम्म झन्डै 3 वर्षको अन्तरालमा त जनताको मन जित्ने थुप्रै काम गरिसकेको हुनुपर्ने हो नि त होइन र तर उनीहरूमा यति पनि आत्मविश्वास छैन कि चुनाव जितेर गएको 3 वर्षमा उनीहरूले गरेको कर्मबाट अब आउने फागुन 21 को निर्वाचनमा हामीले पहिला जति सिट संख्या जितेका थियौँ त्यति जित्छौँ भन्ने आत्मविश्वास समेत गुमेको कारणले गर्दाखेरि ती राजनीतिक दलहरू अहिले निर्वाचनको मैदानबाट निर्वाचन प्रतिस्पर्धाबाट डराएर अतालिएर तैपनि बरु यसलाई चाहिँ जालझेलपूर्ण ढङ्गबाट स्थापना भयो भने 2 वर्ष त अझै पाइन्छ भन्ने किसिमले चाहिँ अहिले त्यो षड्यन्त्र भएर आएको छ। तर अब चाहिँ मंगोल नेसनल अर्गनाइजेसनको निमित्त मात्रै होइन नेपालको वृहत नेपाली नागरिकहरूको निमित्त यो फागुन 21 को निर्वाचन चाहिँ अपरिहार्य आवश्यकताको रूपमा देखा परेर गइसकेको अवस्था छ। प्रवक्ताजी आउँदो निर्वाचनको जुन जितको लागि यहाँलाई अग्रिम शुभकामना। हजुर हस् धन्यवाद।